2079 साल वैशाख 30 गते स्थानीय निर्वाचन भएको थियो। स्थानीय निर्वाचन सम्पन्न भएको लगभग 4 वर्ष पुग्न आँटेको छ। मैले निर्वाचनमा म पराजय भएर वर्तमान प्रमुख केदार भण्डारीज्यू विजय भइरहँदा मैले उहाँको घरमै गएर उहाँलाई बधाई दिएको थिएँ। उहाँ निर्वाचित हुनुभयो। उहाँ निर्वाचित भए पनि मैले चाहिँ इनरवा नगरको विकास निर्माणको सन्दर्भमा इनरवा नगरपालिकालाई सुशासन दिने सन्दर्भमा इनरवा नगरपालिकालाई एउटा समृद्ध इनरवा बनाउने सन्दर्भमा मेरो तपाईलाई सधैँ साथ र सहयोग हुन्छ र तपाईले गरेका गल्ती कमजोरीहरू पनि हाम्रा खबरदारी रहन्छन् भनेर त्यतिबेरै पनि उहाँलाई मैले भनेको थिएँ। निर्वाचन पछि फेरि पनि सबैजना एकजुट भएर एक ठाउँ उभिएर इनरवा नगरलाई विकसित इनरवा नगर समृद्ध इनरवा नगर बनाउनु पर्छ भन्ने मेरो पवित्र उद्देश्य थियो र उहाँलाई मैले बधाई दिँदा पनि यो विषय राखेको थिएँ। तर दुर्भाग्यको विषय आज 4 वर्ष भइसक्यो उहाँबाट सहकार्यको कुनै पनि प्रस्ताव आएन। सहकार्यको कुनै हात उहाँले अगाडि बढाउनु भएन। 4 वर्ष बितिरहँदा पनि उहाँको कार्यकाल वास्तवमा नगरपालिकाको अवस्था अस्तव्यस्त छ। अब यो कुरा मैले भन्नै पर्दैन, आम जनताहरू नै आक्रान्त भएको अवस्था छ। आम जनताहरूले भनिरहेको छ हामीले कस्तो मान्छेलाई भोट दिएर जिताएछौँ, बडो गल्ती भयो भनेर आम जनताहरूमै एउटा ठुलो असन्तुष्टि, ठुलो फ्रस्ट्रेसन छ। इन्फ्रास्ट्रक्चरको हिसाबले हेर्ने हो, भौतिक पूर्वाधार विकासको हिसाबले हेर्ने हो भने पनि लगभग शून्य छ। एकाध केन्द्रीय बजेटबाट आएका आयोजना, प्रदेशका आयोजनाहरू बाहेक नगरपालिकाले आफै अगाडि बढाएको आयोजनाको अवस्था त्यति उत्साहजनक छैन। उल्टै भ्रष्टाचार, अनियमितताको दलदलमा नगरपालिका छ। शिक्षाको क्षेत्रमा सरकारी विद्यालयहरूलाई नै हामीले चाहिँ प्रायोरिटीमा राखेर भर्सके धेरैभन्दा धेरै जनताका छोराछोरीहरू त्यहाँ पढ्ने वातावरण सृजना गरौँ भनेर हामीले भन्यौँ। तर त्यस क्षेत्रमा पनि खासै उल्लेखनीय केही प्रगति भएन। इनरवा सुनसरी बहुमुखी क्याम्पसको हालत त्यस्तै छ। अब स्वास्थ्यको क्षेत्रमा अहिले हरेक वार्डहरूमा त्यहाँ सेवा केन्द्रहरू छ, तर सेवा केन्द्रहरूको अवस्था एकदमै दयनीय अवस्था देखिन्छ। के अरे जागिर खानको निम्ति मात्रै त्यो सेवा केन्द्रहरू सञ्चालन भए जस्तो छ। न त औषधि त्यहाँ उपलब्ध छ। अब यत्रो नेपाल सरकारले चाहिँ के अरे फ्रीमा औषधि दिइरहेको अवस्था छ, बाँडिरहेको अवस्था छ। नगरपालिकाले पनि औषधि खरिद भनेर चाहिँ बजेट राखेका देखिन्छ, तर जनताहरूले कुनै औषधि पाउने अवस्था बनिरहेको छैन। सबै स्वास्थ्य केन्द्रहरूका अवस्थाहरू साह्रै खराब छन्। अब इनरवा स्थित जिल्ला अस्पताल स्वाभाविक रूपमा जिल्ला अस्पताल त हो, तर पनि इनरवा नगरपालिकाभित्र रहेको अवस्था कारणले गर्दा यो अस्पताललाई गुणस्तरीय व्यवस्थित ढङ्गले अगाडि बढाउने विषयमा चाहिँ नगरपालिकाको योगदान रहनु पर्थ्यो, तर त्यो पनि रहन सकेको अवस्था देखिँदैन। अब कृषि क्षेत्रमा पनि बिउ, मल आदि इत्यादिको कारणले गर्दा किसानहरू आक्रान्त देखिन्छ। कृषिलाई पनि कुनै खासै सहयोग यो स्थानीय सरकार भएको नाताले जुन उहाँहरू सहयोग गर्नुभएको छैन र केही बजेट छुट्याउँदा पनि उहाँले आफ्ना आसेपासेलाई ल्याउने, यसो बाँड्ने कामहरू गर्नुभएको छ। त्यसभित्र पनि अनियमितताका गन्धहरू यथेष्ट आइरहेका छन्। 100% के अरे फेल हुनुभएको छ, 100% अयोग्य हुनुभएको छ। यिनीहरू बजारको व्यवस्थापन वास्तवमा हामीसँग बिचमा एउटा चुनौती छ। पार्किङको समस्या छ। व्यवस्थित ढङ्गले चाहिँ के अरे सहरलाई व्यवस्थित बनाउने हाम्रो बिचमा चुनौती छ। यसको निम्ति पनि उहाँहरूको कुनै पहल प्रयत्न देखिएन। प्रहरीहरू बसेका देखिन्छन्। जति बेला पनि प्रहरीहरू त्यहाँ एउटा गस्तीको निम्ति, ड्युटीको निम्ति 8-10 जना 5-7 जना प्रहरीहरू हुनुहुन्छ। त्यहाँ एउटा सामान्य एउटा प्रहरीलाई बस्ने एउटा बिट बनाइदिने भन्ने कमिटमेन्ट मेयर साहबले गर्नुभयो, त्यो पनि अहिलेसम्म पुरा गर्नु भएन। प्रहरीहरू बाटोमा बसेर ड्युटी गर्नुपर्ने स्थिति छ। पानी आउँछ, हावाहुरी आउँछ, विभिन्न खालका अप्ठ्याराहरू आउँछन् र त्यहाँ एउटा पुलिस पोस्ट राखिदिउँ भनेर चाहिँ धेरैले आग्रह गर्दाखेरि उहाँले वचन दिनुभयो। अहिलेसम्म त्यो एउटा प्रहरी पोस्ट पनि त्यहाँ निर्माण गर्नु भएन। त्यसले गर्दा कुनै पनि क्षेत्रमा एउटा योगदान गरेको देखिएन। त्यसले गर्दा उहाँहरूको कार्यकाल पूर्णतः असफल देख्छु। नगरपालिकाको विकास निर्माणका योजनाहरूको सन्दर्भमा जुन अनियमितताका कुरा आए, यिनीहरू 4 नम्बर स्थित एउटा के अरे
यो बिटुमिन पिच बाटोको त्यत्रो स्क्यान्डल हो। अब त्यो बाटो अहिले हिँड्न नसक्नु छ भत्किएर, त्यस विषयमा के कारबाही हो अहिलेसम्म केही कुरा बाहिर जानकारीमा आएको छैन। यस्ता यथेष्ट उदाहरणहरू छन्। धेरै बाटाहरूको हालत उहाँहरूले जहाँ जहाँ लगानी गर्नुभएको छ पूर्वाधारको क्षेत्रमा धेरै ठाउँमा एउटा अस्तव्यस्तको अवस्था छ। अब स्वास्थ्यमा पनि त्यही छ, शिक्षामा त्यही छ। अब खेलकुदमा त खै यो 4 वर्ष बित्न आँटो अहिलेसम्म कुनै खेलकुदमा बजेटै उहाँले चाहिँ राख्नको निम्ति खासै उहाँ इन्ट्रेस्टेड देखिनुहुन्न। खेलकुदमा त उहाँको वक्र दृष्टि देखिन्छ। उहाँले खासै खेलकुद क्षेत्रमा कुनै पनि लगानी गर्नुभएको छैन। अब एकाधा आफ्नो आसेपासेहरूलाई यसो 2-4 लाख रुपियाँ लगानी गर्नुभएको भएदेखि अलग कुरा हो। त्यतातिर पनि उहाँको रुचि देखिँदैन। यिनीहरूमा भनेको कृषिको हब हो। त्यो कृषिसँग जोडेर रोजगारी दिलाउन सकिन्थ्यो, तर कृषि क्षेत्रमा लगानी छैन र रोजगारीको निम्ति पनि खासै केही रोजगारी सृजना हुने खालका कुनै पनि कार्यक्रमहरू या कुनै पनि त्यस्तो उहाँहरूको गतिविधिहरू देखिएन। 4 वर्षको बिचमा कुनै एउटा कल कारखाना उद्योग धन्दालाई यिनीहरूबाट नगरपालिकाभित्र भित्राउन सक्नु भएन। रोजगारी सृजना हुने भनेको त त्यस्तै चिजहरूबाट हो। कि त बजार विस्तार हुनु पर्यो, कि त के अरे उद्योगहरू स्थापना हुनु पर्यो। विभिन्न सहुलियत दिएर विभिन्न ढङ्गले आकर्षण दिएर भए पनि उद्योगहरूलाई यहाँ भित्राउन सकिन्थ्यो। त्यो कुरामा उहाँ असफल हुनुभयो। यत्रो ठुलो ढलको समस्या छ यिनीहरूभित्र अहिले यो पानी यो बर्खा सिजनमा सबै गाउँहरू डुब्ने, बाटाहरू माथि उक्लिँदै गए, जमिनहरू घरहरू तल हुँदै गयो, जसले गर्दा ठुलो ड्रेनेज सिस्टम एक हिसाबले त छँदै छैन भन्दा पनि अलिकति बजारमा बाहेक त्यो पनि व्यवस्थित छैन। त्यसले गर्दा नगरपालिकाको विगतदेखि नै इतिहास खराब छ। डोनर एजेन्सीहरू यहाँ आउनै चाहिरहेको छैनन्। हिजो पनि अब युएन पार्कको विषय हेरिहाल्नु। युएन पार्कमा युएनले त्यत्रो लगानी गर्यो, पछि तिनै स्क्यान्डल हो। अहिले त्यो के अरे लगभग मृत अवस्थामा पुगिसक्यो त्यो पार्क पनि। डोनर एजेन्सीहरू पनि यिनीहरू नगरपालिकाप्रति सशङ्कित छन्, या त हिजोको हिस्ट्रीको कारणले पनि कतिपय अवस्थामा उनीहरू आउन चाहिरहेका छैनन्। त्यो अविश्वासलाई विश्वासमा परिणत गर्ने विषय र त्यो विश्वास आर्जन गरेर यी क्षेत्रमा चाहिँ हामीले लगानी गराउन सक्थ्यौँ। तर अब यो नेतृत्वले, हाम्रो मेयर केदार भण्डारीले त्यो सृजना गर्न सक्नु भएन। ग्रिन सिटीको सन्दर्भ छ। वास्तवमा त्यो ग्रिन सिटी आज जहाँ ग्रिन सिटी भनेर त्यसलाई प्रचार गरिँदैछ त्यो सबैभन्दा बढी खेतीयोग्य जमिन भएको ठाउँ हो। त्यसमा चाहिँ अन्य क्षेत्रभन्दा पनि अझ बढी नै धान फल्ने, गहुँ फल्ने या त विभिन्न अन्नबालीहरू फल्ने त्यो जग्गा हो। अब त्यो बसोबास गर्न योग्य जग्गामा त्यसलाई वर्गीकरण गर्ने खालको जग्गा पनि होइन। त्यसले गर्दाखेरि त्यो जग्गालाई त वास्तवमा अझ कृषिजन्य घोषणा गरेर अझै त्यहाँ चाहिँ बरु कृषि क्षेत्रको हिसाबले कसरी व्यवस्थित गर्ने, कसरी उत्पादन बढाउने भन्ने हिसाबले नगरपालिकाले प्लान गर्नु पर्थ्यो। तर आज यिनीहरू नगरपालिकाले त्यसलाई बस्ती बसोबास योग्य जमिन भनेर चाहिँ घोषणा गरेर आवास योग्य भनेर चाहिँ निर्णय गरेको छ। र त्यो निर्णय नै अपारदर्शी छ, त्यो निर्णय नै अवैधानिक छ, गैर कानुनी छ। किनभने त्यो धानको लागि उपयुक्त ठाउँ हो, धान खेतीको लागि, बसोबासको लागि उपयुक्त होइन। अब जहाँ बाटो बनाइएको छ त्यो शारदा माध्यमिक विद्यालय बलाको जग्गाबाट त्यो अवैधानिक ढङ्गले, गैर कानुनी ढङ्गले बाटो बनाएर लगिएको छ र पछि फेरि जनताहरूको र स्कुल व्यवस्थापन समितिका साथीभाइहरूको सक्रियतामा त्यो बाटो अहिले त्यहाँबाट फेरि खनेर भत्काउने काम भएको छ। देशभरिबाट सरकारी पीडितहरूलाई ल्याउने अनि 5 लाख रुपियाँ कट्ठा किनेको जग्गालाई अब त्यो 50 लाख रुपियाँ कट्ठाको चाहिँ मूल्य गरेर जुन बेच्ने र त्यो ठगिएका सुकुम्बा सहकारी पीडितहरूलाई फेरि पनि अर्को दोहोऱ्याएर ठग्ने कामहरू त्यहाँ भएको छ। यसप्रति हाम्रो घोर आपत्ति पनि छ। हामीले अहिले यो बजारमा उहाँले, हाम्रो वर्तमान नगर प्रमुखले चाहिँ अब बजारलाई चाहिँ के अरे मापदण्डभित्र बाहिरका संरचनाहरू चाहिँ सबै भत्काउँछु भनेर एकपल्ट डोजर चलाउनु आज जस्ता तस्तै छ। यिनीहरू यो टेम्पो स्ट्यान्ड नेरी चाहिँ एउटा टहराको विषयमा चाहिँ सरकारी जग्गामा त्यो टहरा बनेको छ भनेर यत्रो मिडिया कर्मीहरूले लेखिरहेका छन्, तर नगरपालिकाले त्यसमा कुनै ध्यान दिएको छैन। कुनै आफूसँग नजिक या आफूभन्दा टाढा भएको नजरले हेरेर कानुनलाई चाहिँ के अरे पालना गर्ने, कानुनलाई पालना गराउने विषय त उहाँहरूको चाहिँ एउटा आफ्नो पदीय मर्यादाभन्दा बाहिरको विषय हो।
सरकारी जमिन त्यहाँ मिचिएको छ। यिनीहरू यो शान्ति चोक टेम्पो स्ट्यान्ड भन्दा दक्षिणपट्टिको जुन जग्गाको विषय छ त्यो जग्गा विषयमा यत्रो मिडियाले सारा जनताहरूले चासो राख्दा पनि उहाँहरू के एक शब्द बोल्नुहुन्न। त्यो दायित्व उहाँहरूको हो कि होइन? यदि सही छ त्यो चाहिँ के अरे सार्वजनिक जग्गा होइन व्यक्तिगत जग्गा हो भनेर कि त उहाँहरूले त्यसलाई चाहिँ भन्न सक्नु पर्यो नगरपालिका होइन भने त उहाँहरूले त्यसलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनु पर्यो नि। हामी कसैको पक्ष या विपक्षमा हुने विषय नै होइन यो। सुशासनको सन्दर्भमा कुरा गर्दाखेरि उहाँले नगरपालिकामा निर्वाचित भएको लगभग 2 महिनापछि नै 57 जना कर्मचारीहरूलाई उहाँहरूले चाहिँ अवकाश दिनु। 57 जना कर्मचारीहरूलाई उहाँले अवकाश दिनु। 2 करोड भन्दा प्लस पैसा चाहिँ त्यो कर्मचारीहरूको तलबमा जान्छ वर्षको। त्यसले गर्दा त्यो विकास निर्माण गर्ने पैसा नै सबै कर्मचारीलाई तलब दिनु पर्यो। त्यसले गर्दा मैले निकालेको। अब अहिले बिस्तार 1 जना 2 जना 3 जना गरेर उहाँले फेरि करारमा कर्मचारीहरू नियुक्ति गरिदिनुभएको छ। त्यति बेर उहाँले एउटा आफूलाई ड्राइभर मेयरको ड्राइभर भनेर चाहिँ अर्को के भनेर 2-3 जना कर्मचारीहरू पछि नियुक्ति गर्नुभयो। 2-4 महिनापछि हामीले त्यसमा खासै कमेन्ट गरेनौँ। किन भन्दाखेरि कर्मचारीमा धेरै खर्च नगर्नुहोस्, विकास बजेट बढाउनुहोस्, विकासलाई अगाडि बढाउनुहोस्, सुशासन दिनुहोस्, कर्मचारीहरूलाई अनुशासनभित्र राख्नुहोस्, कर्मचारीहरू ड्युटीफुल हुनु पर्यो र एउटा चाहिँ के अरे रिजल्ट ओरिएन्टेड ढङ्गले चाहिँ लाग्नुहोस् भनेर भन्यो। तर बिस्तार आज 4 वर्ष बित्दा जति सङ्ख्यामा कर्मचारी निकाल्नु त्यति नै सङ्ख्यामा उहाँले फेरि भर्ती गरिसक्नु भनेपछि त यो त भर्ती केन्द्र बनाउनको लागि पो उहाँले त ती कर्मचारीलाई अवकाश दिनुभएको रहेछ भन्ने प्रमाणित भयो नि। अनि हिजो चाहिँ सुशासनको निम्ति भनेर निकाल्ने अनि आज 2 जना 2 जना 4 जना 4 जना गरेर जुन ढङ्गले उहाँले चाहिँ आज कर्मचारी भर्ती गर्नुभयो फेरि पनि त्यति नै कर्मचारी भर्ती गर्नु भनेपछि त उहाँ आफ्नो भर्ती केन्द्र बनाउने आफ्ना आसेपासे होइन आफ्ना छरछिमेकी अलि बढी हाले देख्छु। त्यसले गर्दाखेरि यो ढङ्गले जुन ढङ्गले जानुभयो कुनै पनि हिसाबले र त्यो एङ्गलबाट यो इन्डिकेटर कुनै पनि इन्डिकेटरको हिसाबले हेर्दा पनि उहाँहरूलाई चाहिँ हामीले धन्यवाद राम्रो गर्नु भन्ने ठाउँ छैन। उहाँहरू पूर्णतः असफल हुनुभएको छ। तर हाम्रो यो दुर्भाग्य हाम्रो इनरवा नगरपालिकाको फेरि पनि एउटा कार्यकाल 5 वर्षको समय हामीले खेर फाल्यौँ। अब 1 वर्षभित्रमा निर्वाचनको लगभग समय आइसकेको छ। त्यसले गर्दाखेरि यो 4 वर्ष मूल्याङ्कन जुन उहाँको कार्यकालको मूल्याङ्कन गर्दाखेरि उहाँ पूर्णतः असफल हुनुभयो इनरवा नगर प्रमुख केदार भण्डारीजी भन्ने मलाई लाग्छ। र यसको मूल्याङ्कन जनताहरूले गरिरहेका छन्। आम जनताहरूले यसको मूल्याङ्कन गरिरहेका छन् र कम गुणस्तर भएका ठाउँहरूमा कतिपय ठाउँहरूमा त झगडा भएको छन् तपाईँहरू देखिरहनु भएको छ नि। काहीँ चाहिँ के अरे अब जस्तो अख्तियारमा मुद्दाको विषयमा त तपाईँहरू जानकारै हुनुहुन्छ कति निवेदन परेका छन्। अब त्यस सबै ठाउँमा सरोज पोखरेलले निवेदन दिने विषय होइन होला। जनताहरूले स्वतस्फूर्त कयौँ के अरे निवेदन दिएका छन् र त्यस उप अख्तियारले छानबिन गरिरहेको छ। तपाईँहरूलाई जानकारी भएकै विषय हो। अघिल्लो वर्ष पनि अख्तियारले यहाँका खातापाता धेरै फाइलहरू आफ्नो नियन्त्रणमा लगेका थियो। त्यसको आफ्नो प्रक्रियामा होला। अब अख्तियार एउटा संवैधानिक निकाय हो। त्यसप्रति हाम्रो भरोसा छ। पक्कै पनि अख्तियारले यसलाई कानुनसम्म ढङ्गले न्यायोचित ढङ्गले यी विषयहरूलाई अगाडि बढाउँछ होला जस्तो हामीलाई लाग्छ।